चलाउनु न छिजो माटीको पोथीलाई एट्र्याक्ट भयो भन्दै हो रुखमा त्यस्तो हुँदैन नि त मयुर हो पोथी भयो उडेर गएको माथि उसले रुखमा बसेर हामीले त्यो पढ्दैन भने नि पछि ठ्याक्क रुखमा बसेर उसले मुनि बसेर मुनि बसेर नाच्छ अरे यो त खतरा उनी हाम्रो लकले नै भयो भाले पोथीलाई इम्प्रेस गर्छ यो बस्नु चाहिँ के रुखमै हो त रुखमा राति राति रुखमै हो बिहान दिउँसो रेस्ट गर्छ बिहान बेलुका चर्न निस्किन्छ बिहान पखेटा फिजाएर भाले चाहिँ नाच्दो रहेछ क्या यस्तै कस्तो मजाले नाचिरहेको छ यत्रो वर्ष नि भाले भएमा चाहिँ नाचिरहेको टुटीहरू कस्तो जरायो जति फिर्दाखेरि जाउँ पर्खिनु